विरोध के अर्थमा? यो भिडियो हेर्नु त, के अर्थमा विरोध? सभामुखले टाइम मागेपछि दिएनन् भने विरोध हो, तर यहाँनेरि टाइम नमागिकन किन टाइम दिनस् भनेर विरोध के अर्थमा? मान्य सदस्य म बोल्दैछु। मान्य सदस्यको प्रश्नको उत्तर दिन खोज्दैछु। सुन्ने धैर्य गर्नुहोस् मान्य सदस्य, सुन्ने धैर्य गर्नुहोस्। मान्य सदस्यहरूले समय माग गर्नुभएको छ। मान्य सदस्यहरूले कहाँ समय माग गर्नुभयो? मान्य सदस्य सुन्नुहोस्। विरोध गर्नकै लागि यिनी संसद भवन जान्छन् कि जस्तो भइरहेछ क्या यहाँनेरि। काम पाइनस् बुहारी पाडाको कण्ड कहाँ भन्थे त्यस्तै, काम केही पाइनस्, अब कसरी विरोध गर्ने त भन्ने हिसाबमा आजको विरोध चाहिँ देखिन्छ। हुन त यो यस्तो दिमाग भएको मान्छेले यस्तो खालको विरोधै गर्दैन। आजको विरोधमा चाहिँ पहिला जे कस्तो गरे के गरे, कमसेकम आफ्नो स्थान छोडेर बाहिर निस्केर पहिला विरोध गरेका थिएनन्, तर आज चाहिँ फोकटमा आफूलाई समय मागेको र सभामुखले दिएको थिएन भने विरोध गर्न लागेको हुन्थ्यो, तर आफूले समय पनि मागेको छैन, विरोध त्यतिकै। अब दिमागी सन्तुलन ठिक भएको मान्छेले यस्तो खालको विरोधै गर्दैन, किनभने थाहा हुन्छ नि आफ्नो गल्ती थाहा हुँदैन। मैले समय मागेको छैन किन दिन्छ त सभामुखले भन्ने कुरा त यस्तो भएको मान्छेले त थाहा हुँदैन नि। अब दिमागी सन्तुलन चाहिँ अलिकति गडबड भएको मान्छेहरूले चाहिँ विरोध गर्ने हो यो चाहिँ।